म पहिलोचोटि देश छोडेर बाहिर देश जानुको लागि तयार भइसकेको थिएँ। हातमा पासपोर्ट, टिकट अनि क्लिनर कामको भिसा एउटा कालो ब्यागमा पुरानो कपडाहरू काँधमा लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थिएँ। त्यति मात्र थिएन, मसँग अर्को जिम्मेवारीको कुरा त यो थियो कि परिवारको एउटा दरिलो खम्बा पनि बन्नु थियो। वर्षौँदेखि ऋणले छ्यापेको परिवारलाई ऋणबाट मुक्त गराउनु थियो। तर मलाई एयरपोर्टमा पुर्याउनको लागि मेरो परिवारबाट कोही पनि आएको थिएन। मामाको छोरा विपिनले मलाई स्कुटीमा राखेर एयरपोर्टसम्म पुर्याइदिएको थियो। मेरो माइलो मामा काठमाडौँको बौद्ध भन्ने ठाउँमा बस्नुहुन्थ्यो। एयरपोर्टमा धेरै कुराहरू देखेँ। एकातिर रुवाबासी चलिरहेको थियो भने अर्कोतिर खुसियाली पनि मनाउँदै थियो। किनकि त्यही एयरपोर्टबाट कोही परिवार छोडेर जानेहरू थिए त कोही परिवार भेट्न जानेहरू थिए। कोही अस्ट्रेलिया, अमेरिका, जापान पढ्न जानेहरू थिए त कोही दुबई, कतार, साउदी तातो घाममा परिवारको खुसी बटुल्नेहरू थिए। कोही रमाउन जानेहरू थिए त कोही कमाउन जानेहरू थिए। खैर, यो कुराहरू देखिरहँदाखेरि मेरो मन अलिकति पनि डिस्टर्ब भएन। मन कतै पनि छोएन। किन छुन्थ्यो, किन हुन्थ्यो त? धेरै नै पहिला धेरै नै दुःख भोगिसकेको थिएँ। धेरै नै पहिला रुइसकेको थिएँ। म 2 बजे एयरपोर्टबाट एन्ट्री भएँ। भित्र छिरेँ। पहिलोचोटि पहिलो अनुभव केही थाहा थिएन। ब्याग चेक गर्यो, पासपोर्ट हेऱ्यो, भिसाको पेपर हेऱ्यो अनि त्यहाँको सेक्रेटरीले सोध्यो, वर्किङ हो कि भिजिट हो? अनि मैले पनि वर्किङ हो भनिदिएँ। यति भनेर भित्र पठायो। ब्याग लिनको लागि लाइन बस्नुपर्ने रहेछ। म लाइनमा खडा भएँ। नेपालकै एयरपोर्टभित्र मलाई विदेश जस्तो अनुभव भइसकेको थियो। मेरो हर कुरा चेक हुँदै थियो। झोला लिएर म वेटिङ रुममा पुगेँ। त्यतिखेरसम्म कोही पनि चिन्जान भएको थिएन। मेरो 3 बजेको फ्लाइट थियो। केही समय वेटिङ रुममा बसिसकेपछि पछाडिबाट कसैले बोलाए जस्तो लाग्यो। म पछाडि फर्केर हेर्दा पछाडि बस्नुभएको दाइले भाइ चिया खानु जाउँ भन्नुभयो। अनि मैले होस् दाजु नखाने हजुर भने। फेरि दाइले भन्नुभयो जाउँ न भाइ, खै तिम्रो टिकट हेरौँ भनेर मेरो हातबाट टिकट तान्नुभयो। अनि भन्नुभयो ए एउटै त रहेछ नि हामी जाने, आऊ जाउँ, पिसाब पनि फेरौँला, चिया पनि खाउँला। पिसाबले त मलाई च्यापी नै रहेको थियो। त पछाडि चियाको कुरा आउँदा मसँग नेपाली पैसा थिएन। म हुन्छ जाउँ भनेर दाइको पछि लागेँ। अनि दाइले चियाको अर्डर गर्नुभयो 2 ठाउँ। अनि मैले दाइलाई भने दाइ मसँग त नेपाली पैसा नै छैन त। अनि दाइले भन्नुभयो पर्दैन भाइ, म दिइहाल्छु नि। अनि के कामको लागि जान लागेको दुबई? अनि मैले भने दाइ म त क्लिनर हो नि। दाइले भन्नुभयो ए क्लिनरमा पो? अहिले निकै नेपालीहरू दुबईमा क्लिनरको लागि गइरहेछ। अहिले यहाँ हामी जति पनि नेपाली छौँ साँच्चीकै सोध्नु भने क्लिनरहरू धेरै नै छन्। भाइ पनि क्लिनरमै रहेछौ, राम्रोसँग काम गर। मसँग दाइलाई सोध्ने प्रश्न त धेरै थियो, तर गएर आफैले भोग्नुपर्ने भएकोले केही सोधिनँ। हामी चिया पिसाब फेरेर फेरि पहिलाकै ठाउँमा आएर बस्यौँ। हातमा मोबाइल थियो। अनि फेसबुक खोल्दाखेरि मेरो बुढीले ह्याभ अ सेफ फ्लाइट भनेर पोस्ट गरेको रहेछन्। फेसबुक स्क्रोल गर्दै जाँदाखेरि मामाले पनि पोस्ट गर्नुभएछ। फोटोमा रियाक्टहरू पनि धेरै आइरहेको थियो। कमेन्टमा धेरैजनाले शुभकामना पनि दिइरहेको थिए। यो देख्दा आँखा रसायो, तर सबैलाई धन्यवाद भन्न बाध्य भए। केही समयपछि हाम्रो उडानको समय भएपछि गेट खोलिदियो र हामी लाइनै लागेर एयरपोर्टको लास्टमा गयौँ। मैले सोचिरहेथेँ डाइरेक्ट हवाईजहाज चढाउँछ होला, तर होइन रहेछ। हवाईजहाजसम्म पुर्याउनलाई बसको पनि सुविधा रहेछ। बसमा चढेर हवाईजहाजतर्फ जाँदै गर्दा हामी जस्तै वेटिङ रुममा बसेकोहरूले हामीलाई नै हेरिरहेको थिए। बसले हामीलाई प्लेनको नजिकै पुर्यायो र त्यहाँको सेक्रेटरीहरूले लाइन लाग्नु भनेर आदेश दियो। हामी सबैजना लाइनमा खडा भयौँ। मैले एउटा सेल्फी पनि खिचेँ। त्यसपछि हामी हवाईजहाजभित्र प्रवेश गरियो। जब हवाईजहाज चढ्दै थिए तब मन भारी, पाइला नसरे जस्तो हुँदै थियो। त्यही बेलामा परिवारको जिम्मेवारीले घाँटीमा दाम्लो लगाएर ताने जस्तै तानिरहेको थियो।
हवाईजहाजको गेटमा पुगेपछि एयर होस्टेसले नमस्ते गर्यो। मैले नि नमस्ते गरेँ र भित्र छिरेँ। मेरो शरीरले आरामको महसुस गर्न थाल्यो। हवाईजहाजभित्र यति चिसो कहाँबाट आयो? बाहिर एयरपोर्टमा गर्मी थियो। हवाईजहाजमा छिर्न बित्तिकै तातिएको पसिनाहरू एकाएक बरफमा परिणत भएर शरीरलाई शीतलता दिइरहेको थियो भने अर्कोतर्फ मनभित्र साँचिएको सपनाले दिमागमा प्रेसर दिनै रहेको थियो। एकैछिनमा हवाईजहाज हलचल हुन थाल्यो। सबैले सुरुमा छातीमा हात, अनि त्यही हात निधारमा छोएर ढोग्न थाल्यो। मैले पनि मनमा नै केही नहोस् है भगवान् भनेर भगवान्लाई नै सम्झिएँ। हवाईजहाजको रफ्तार बढ्न थाल्यो। बिस्तारै हवाईजहाजले नेपालको भूमि छोडेर भूमिहीन आकाशमा उड्न थाल्यो। भर्खरै मात्र काठमाडौँको ठुलो ठुलो बिल्डिङहरू साना साना कमिला जस्तो देखिन थाल्यो। केही समयपछि त हवाईजहाज कुहिरोभन्दा माथि कुहिरोसँगै उड्न थाल्यो। दृश्य एकदमै मनमोहक थियो। तर अबको दिन मेरो लागि एकदमै चुनौतीको दिनहरू हुनेवाला थियो। केही समयपछि सबैले सिट बेल्ट खोल्न थाल्यो। मैले नि खोलेँ। हवाईजहाजमा हल्ला खल्ला सुनिन थाल्यो। कोही गफमा व्यस्त थिए त कोही आरामको निन्द्रा सुतिरहेको थिए। मेरो भन्ने एउटै पिर थियो। समाचारतिर सुनेको थिएँ विदेशमा नेपालीको बिचल्ली भयो, कम्पनीको मान्छे लिनु आएन। यस्तै मेरो साथ भयो भने के गर्ने होला? यस्तै सोचिरहेको थिएँ पछाडिको सिटबाट हेल्लो साथी भन्ने आवाज सुने। मैले फर्केर हेरेँ आवाज आएतर्फ अनि जवाफ दिनै भने, हजुर। उसले टिकट हेर्दै सोधे, साथी तिम्रो नाम अनिकेश हो? अनि मैले भने, हो त। फेरि उसले भन्यो, ए हामी त एउटै कम्पनीमा रहेछौँ हेर त भनेर कम्पनीको नाम देखायो। साँच्चीकै एउटै रहेछ। अनि मैले सोधेँ, तिम्रो नाम अश्विन हो र? उसले पनि हो भन्यो। फेरि उसले सोध्यो, घर चाहिँ कहाँ हो तिम्रो? मैले भने, मेरो भोजपुर। अनि तिम्रो? उसले भन्यो, ल मेरो पनि भोजपुर नै हो। कुन ठाउँ भोजपुर? मैले बोया हो भने। अनि तिम्रो? उसले आमचोक भन्यो। यसरी नै हामी हवाईजहाजभरि परिचय गर्दै हाँस्दै ठट्टा गर्दै केही समयपछि मौन भयौँ। हामी आकाशमा उडिरहेको थियौँ। बेला बेलामा निन्द्रा देवीले सताइरहेको थियो भने बेला बेलामा एयर होस्टेसले झस्काइरहेको थियो। केही समयको मौनतापछि हामी आबुधाबीको एयरपोर्टमा आइपुग्यौँ। कतिखेर प्लेनबाट बाहिर आइसकेछ पत्तै भएन। हामी एयरपोर्टको ठुलो मलमा रहेछौँ। एकदमै शीतल पनि र मैले मनमा नै सोचेँ, दुबईमा त गर्मी हुन्छ भने शीतल छ त। मलाई उत्सुकता बढिरहेको थियो। नेपालको एयरपोर्टमा चिया पिलाउने दाइ हवाईजहाज एयरपोर्टमा ल्यान्ड हुनु बित्तिकै कता जानुभयो कता। मसँग साथमा हवाईजहाजमा नै चिनजान भएको साथीहरू थिए। तर दुबईमा यस्तो शीतल किन भनेर सोध्ने आँट नै गरिनँ, किनकि उनीहरू पनि नयाँ थिए। ठुला ठुला मान्छे, अग्लो अग्लो मान्छे, नेपालमा खैरे भनेर जिस्काउँथ्यौँ। त्यो मान्छेहरूको त एयरपोर्टमा हुल्लै देखेँ। हामी सबै चेकजाँच गरिसकेर कम्पनीको गाडीको इन्तजारमा बस्यौँ। हामी मात्र थिएनौँ त्यहाँ, थुप्रै नेपालीहरू आफ्नो झोला साइडमा राखेर पेटीमा थ्याच्च बसेको थिए। भनौँ एउटा ग्रुप नै थिए। भनौँ आफ्ना आफ्ना कम्पनीको चिनिएर बसेको थिए। लगभग 3-4 घन्टा एयरपोर्टभित्र नै बस्दा बल्ल कम्पनीको मान्छे लिन आयो। मैले सोचिरहेको थिएँ कसरी बोल्ने होला अरबिक भनेर, तर हिन्दी मजाले बोल्ने मान्छे रहेछ। सायद कम्पनीको ठुलो मान्छे होला भनेर हामी सबैले नमस्ते गरियो। तर पछि थाहा भयो हामी जस्तै कम्पनीमा काम गर्ने मजदुर रहेछ, तर पद भने ड्राइभर। जब कम्पनीको क्याम्प जानको लागि एयरपोर्टको मलको ढोका खोल्न ढोकाको नजिक पुगेँ, त्यो ढोका आफै खुल्दाखेरि फेरि अचम्म लाग्यो। त्यो ढोका आफै कसरी खुल्यो भनेर धेरै सोच्नै पाइनँ, किनकि ढोका खोल्नु बित्तिकै आगोको राप जस्तो हावाले मेरो सम्पूर्ण शरीरलाई नै गरम गराइदियो। म फेरि भित्रै छिर्न खोजेँ, तर के गर्नु, यस्तो गर्मी त अब 2-4 वर्ष झेल्नु थियो। तब मलाई बल्ल थाहा भयो कि यहाँ घामले मात्र होइन, जमिनको बाफ अनि हावाले शुद्ध हेप्ने रहेछ भनेर। एकैछिनमा म लगायत मेरो साथीहरूको निधारबाट पसिना बग्न थाल्यो। मलाई अचम्म त यो कुराको लागिरहेको थियो कि त्यत्रो धेरै मान्छे, त्यत्रो धेरै गाडी, हल्ला खल्ला केही थिएन। न गाडीको हर्न बस्थ्यो न मान्छेको हो हल्ला नै।
एकदम शान्त। हामीलाई कम्पनीको गाडीमा चढायो। नयाँ ठाउँ, गाडीमा फेरि एसी सिस्टम, ज्यानलाई ठन्डा बनाइरहेको थियो। सबैको अनुहारमा परिवारसँग छुट्टिनेको बेग्लै पीडा थियो भने सबैको अनुहारमा एउटा नयाँ ऊर्जामान शक्ति जगमगाइरहेको थियो। लाग्थ्यो अब चाहिँ ठाउँ आइपुग्यो, अब चाहिँ केही गर्न सकिन्छ। हामी करिब 1-1.5 घन्टा पछि कम्पनीको क्याम्पमा पुग्यौँ। राति भइसकेको थियो। क्याम्पमा एन्ट्री हुनुभन्दा अगाडि हाम्रो पासपोर्ट त्यहाँको सेक्युरिटीले माग्यो र केही पर्सनल प्रश्नहरू पनि सोध्यो। हामीले जवाफ दिँदै कम्पनीको क्याम्पमा एन्ट्री भयौँ। क्याम्पको सबै मान्छेहरूले हामीलाई नै हेरिरहेको थियो। सेक्युरिटीले हामीलाई रुममा लगेर राखिदियो। अलिक त मन शान्त भइसकेको थियो। विदेशमा बिचल्ली हुनु भएन। जे होस् वासस्थान आइयो भनेर मनलाई शरीरलाई उद्धार मिलिसकेको थियो। केही समयपछि कपडा चेन्ज गरेर हामी क्याम्पको बाहिर जाने निर्णय गरियो। त्यो समय हामी 4 जना थियौँ। हामीलाई भोक पनि लागिरहेको थियो। मैले नेपालमा नै युएईको पैसा साटेको थिएँ। 200 डिराम भने मेरो साथीहरूले पनि पैसा साटेको रहेछ। हामीले त्यहीँ कतै मार्केटको खोजी गर्न थाल्यौँ। त्यत्तिकैमा नेपाली दाइहरू आएर हामीलाई त्यहाँको सबै कुरा सेयर गर्नुभयो। त्यो रात हामीले खाना खाने सपना मार्नुपर्ने देखियो, किनकि खाना खानुको लागि पनि एटिएम कार्ड जस्तो कार्ड बनाउनु पर्ने रहेछ, जसको नाम पछिल्लो समयमा मैले भाते कार्ड राखिदिएको थिएँ। वाइफाई 30 डिरामको मासिक पाइने रहेछ। त्यहाँको आइडी नआइन्जेल बाहिर कतै घुम्नु जानु पाइँदैन रहेछ। भोलिपल्ट हामी समुद्रको नजिक गएर फोटो खिचियो, भिडियो बनाइयो। म विदेश पुगेको 5 दिनपछि मात्र अनलाइन जान पुगेँ। अनलाइन आउनु बित्तिकै मेसेन्जरको मेसेजको नोटिफिकेसन करिब 5 मिनट जति लगातार बजिरह्यो। पहिलोचोटि त्यहाँको खानाले बमिट नै भयो। दोस्रोचोटि अलिक ठिक भयो। तेस्रोचोटिदेखि बानी लाग्यो। तपाईँहरूलाई के कस्तो लाग्यो कमेन्ट गर्न सक्नुहुनेछ। बिरानो सहर मात्र होइन, देशै बिरानो थियो। त्यहाँको हर कुरा नौलो थियो। बाहिर आगोले पोले जस्तो भए तापनि रुमभित्र स्वर्गको आनन्द आउँथ्यो। पहिलोचोटि ड्युटी जाँदा 5 दिनपछि मेरो ड्युटी सुरु भयो। सँगै आएको साथीहरू अर्कै साइडमा परेछ। रुम नम्बर पनि फाल्टै। भोलिपल्ट ड्युटी जाने दिन थियो। बिहानको 5 बजे गाडी हिँड्छ बाहिर निक्लिनु भनेर त्यहाँको क्याम्प बोसले भनेको थियो। त्यो रात बल्ल निदाएँ अनि बिहान 3:30मै उठेँ, किनकि निन्द्रा नै परेन। किन हो किन उत्सुकता हो कि एउटा छुट्टै किसिमको जोस जागर चलिरहेको थियो। बिस्तारै बिहानी हुँदै गयो। मानिसहरूको हलचल सुरु हुन थाल्यो। वासरुमको पानीहरूको आवाज आउन थाल्यो। बिस्तारै ड्युटीको समय भयो। म पनि रेडी भएर बाहिर बस लाग्ने ठाउँमा पुगेँ र केही समयपछि बस पनि साइडतिर चल्यो। त्यो बसमा मतलब त्यो साइडमा काम गर्ने प्राय धेरै नेपालीहरू थिए। म बाहिरको दृश्य निहाल्दै भिडियो गर्दै थिएँ। साँच्चीकै सुन्दर लागिरहेको थियो। त्यस्तो मरुभूमिमा पनि विभिन्न प्रकारको फुल, साना रुख, तर सबै बिरुवाको मुनि पाइप थियो। केही समयपछि हामीलाई साइडमा पुर्यायो। पहिलो दिन त्यहाँ पनि सेक्युरिटीहरू नेपाली नै रहेछ। पहिला त सबै नेपाली नै त रहेछ भनेर खुसी माने। जब सेक्युरिटीको व्यवहार देखेँ नेपाली हो, सहयोग हुन्छ भन्ने मेरो आत्मा नै हरायो। किनकि त्यो बेला सेक्युरिटीको निकै नै अभद्र व्यवहार थियो म माथि। हुन त किन पो नगरोस् अभद्र व्यवहार पनि। हामी त लेबर, उनीहरूको वासरुम अनि बस्ने ठाउँ, हिँड्ने ठाउँ सफा गर्नुपर्ने। पहिला त रिस उठ्यो, तर धेरै बेर रहेन त्यो रिस। थाहा थियो अब यस्तो रिस त भैँतालो मुनि राखेर हिँड्नुपर्छ भनेर। त्यो दिन मैले धेरै कुराको अनुभव गरेँ। नेपालमा ढोका खोल्नलाई चाबीको प्रयोग गरिन्थ्यो भने त्यहाँ ढोका खोल्नलाई आइडी कार्डको प्रयोग गरिने रहेछ। हर कोहीले ढोका खोल्न नसक्ने रहेछ। ढोका पनि ठुलो स्टिलको। त्यो दिन म त्यहाँको सबै ठाउँ घुमेँ। यस्तो काम उस्तो काम मलाई सबै कुरा ज्ञान दिइरह्यो। हाम्रो साइड फेरि एकदमै कडा परेछ। भनौँ एउटा म्युजियम रहेछ। हाम्रो साइडमा पुराना सामानहरू पाउने ठाउँ रहेछ। कुनै ठाउँमा त हामी जान पनि नमिल्ने रहेछ। पछि थाहा भयो कि त्यो म्युजियमभित्र भगवान् बुद्धको शालिग पनि रहेछ।
भगवान् गौतम बुद्धको शालिग पनि रहेछ। त्यत्तिकै त्यो दिन बित्यो। भोलिपल्टदेखि काम सुरु भयो। सुपरभाइजर र टिम लिडरलाई राम्रो बनाउनको लागि भरको एनर्जी लगाएर काम गर्न थाले। काम गर्ने साइड निकै ठुलो थियो अनि साइडमा काम पनि चेन्ज गरी गर्नुपर्ने रहेछ। त्यो दिन म बिल्डिङ बाहिर काम गर्नुपर्ने भयो। जब बिल्डिङ बाहिर गएँ 2-3 पाइला हिँड्न बित्तिकै शरीरले चरर गर्न थाल्यो। घाम लागिरहेको थियो। घामले गर्दा मेरा यी चिम्रा आँखा पुरै बन्द भइसकेको थियो। आँखा राम्रोसँग हेर्न पनि मिलिरहेको थिएन। बाहिर 1 घन्टा काम गर्दा त टाउकोदेखि पैतालासम्म पसिनाले पानी खनाए जस्तै भइसकेको थियो। 1 घन्टापछि वासरुम जाँदा स्वर्ग पुगे जस्तै लाग्यो। विदेशमा वासरुम त आमा जत्तिकै प्यारो हुँदो रहेछ। वासरुममा काम गर्न घिनाउने मान्छे म त्यो पल मलाई वासरुममै काम गर्न पाए हुन्थ्यो जस्तो लाग्यो। यसरी नै महिनाको अन्तिम जब सेलरी आउने बेला भयो, तब सेलरी सोचेभन्दा थोरै आयो। 800 बेसिक भनेर आएको नेपालको मेन पावरबाट, तर 600 मात्र आयो। फेरि 8 घन्टाको 800 भनेपछि हामीले त 12 घन्टा गरिरहेको थियौँ। मतलब 1000 आउनु पर्ने, तर 600 मात्र। मलाई एकदमै रिस उठ्यो मेन पावरसँग। घाम, पानी, निन्द्रा, गाली केही नभनिकन काम गर्दा पनि भने जति सेलरी नआएपछि कसलाई पो रिस उठ्दैन र 2 लाख ऋण थियो। 600 सेलरीले त 2 वर्ष लाग्थ्यो। महिनामा साबुन, सरफ, रिचार्ज नर्मली पनि 100 डिराम खर्च भइहाल्थ्यो। मेन पावरलाई कल गरेँ। मेन पावरले अलि पछि हुन्छ भन्यो। मैले कति पछि भन्दाखेरि अर्को महिनादेखि भन्यो। अर्को महिना वेट गरेँ। अर्को महिना नि त्यस्तै। अनि मलाई थाहा भयो कि मेन पावरहरूले त्यसै मान्छे बेच्ने रहेछ। धेरै रिसाएँ मेन पावरसँग। त्यसपछि आफ्नो भावना पोख्नलाई टिकटक प्लेटफर्मको प्रयोग गरेँ। हामी त फसियो। अरू नेपालीहरूलाई क्लिनरमा नआउनु भन्नुको लागि दुबईको कानुनलाई मिचेर दुबईको बारेमा बोल्दै यस्तो भिडियो पोस्ट गरेँ। दुबई आउन लाएको? केमा? क्लिनरमा? कति हो सेलरी? 800 बेसिक? 12 घन्टाको 1000? होइन, 600 मात्र दिन्छ। त्यही पनि 12 घन्टाको। अनि 2 लाख ऋण कहिले तिर्दिन्छ? कि केही काम छैन नेपालमा? आमा बाबाको पैसा उडाउँदै बसेको छौ भने त आऊ। नआऊ केटा हो दुबई। यति भनेर टिकटकमा पोस्ट गरेँ। जसरी भए पनि मलाई यो भिडियो भाइरल गराउनु थियो। सारा नेपाललाई बुझाउनु थियो। नभन्दै भिडियो ट्रेन्डिङमा चल्यो। धेरैजनाले होमा हो मिलाए। धेरैजनाले सेयर गरे। यसरी नै क्लिनरको बारेमा धेरै भिडियोहरू हाल्न थालेँ। मलाई थाहा थियो मैले जे गर्दैछु त्यो मेरो लागि एकदमै नराम्रो थियो, किनकि अरूको देशमा आएर यस्तो बोल्नु हुँदैन थियो। तर मलाई आफ्नो कुनै मतलब नै थिएन। मलाई त नेपालमा भएको युवाहरूको आँखा खोल्नु थियो। तर सुन्ने कसले? नेपालमा युवाहरूलाई रोजगारी दिने कसले? नेताहरूलाई दोष भन्दा पनि नेपालमा हामी पढाइलाई खासै महत्त्व नै दिँदैनौँ। अनि नतिजा 12 घन्टा विदेशी भूमिमा 14-15 घन्टा पसिना शरीर मेसिन हुनुपर्छ। समय बित्दै गयो। घरबाट पनि हल्का प्रेसर आउन थाल्यो। कामबाट नि त्यस्तै हरेक कुरा, खाना, पानी, निन्द्रा, नबिराम केहीबाट पनि जस थिएन। काम गर भनेपछि काम गर। यस्तो पेलाइ थियो कि विदेशमा मेरो गधाको जिन्दगी भइरहेको थियो। अझै पनि कतिपय नेपालीहरूको जिन्दगी यस्तै नै छ। अनि गधा नै बन्नलाई मान्छेहरूको लाइन पनि टन्नै छ। केही महिनापछि कम्पनीको क्याम्प चेन्ज हुने भयो। त्यो क्याम्पमा खानु आफ्नै पैसाबाट अरे भन्ने सुनियो। महिनाको 600 डिराम आउँथ्यो। खाना आफ्नै भनेपछि त महिनाको खानामा 300 डिराम जान्थ्यो। बस्ने भनेको 300 मात्र। यतिले के गर्ने? र केही समयपछि क्याम्प पनि चेन्ज भयो। सेलरी बढेर 800 पुग्यो। सायद खानाको पैसा हालिदिएको होला। तर 300 डिराम खानामा जान्थ्यो भनेपछि बस्ने 600 नै हो। क्याम्प साइटभन्दा धेरै टाढा भएकोले त्यहाँ झन् छिटो उठ्नु पर्थ्यो। 4 बजे उठेर 4:30 कम्पनीको बस भएको ठाउँमा पुग्नु पर्थ्यो। अनि दिउँसो 12 बजे खाने खाना बिहानकै 4:30 किन्नु पर्थ्यो। प्लास्टिकमा प्याक खाना हुन्थ्यो, 1 बोटुको। कहिलेकाहीँ त खाना नि गनाएको पर्थ्यो। अनि दिनभरि भोकै बस्नु पर्थ्यो। बेलुका रुम फर्किने बेला क्याम्पमा आइपुग्दा 8 बजेर 30 मिनट गइसकेको हुन्थ्यो। बेलुका पनि खाना किन्नु पर्थ्यो। कहिलेकाहीँ त खाना पाइँदैन थियो। यसरी नै चलिरहेको थियो। धेरै कुराको प्रेसर हुन लाग्यो। झन् क्याम्प चेन्ज भएपछि त। म बिरामी भएको बेला
मनमा धेरै कुराहरू खेल्न थाले। निन्द्राको व्याकुलता सबैभन्दा पीडादायी थियो। त्यो दिन मलाई टाउको दुखिरहेको थियो। घरबाट थुप्रो प्रेसर आइरहेको थियो। टेन्सन नै थियो मनमा। एक त कामबाट बिहान बिहान तनाव दिइरहेको थियो। त्यो दिन मेरो वासरुममा ड्युटी पर्यो। त्यो दिन कम्पनीले मास्क पनि दिएको थिएन। टोयलेट सफा गर्न केमिकल पुरै मेरो नाक र मुखको माध्यमबाट मेरो शरीरको हरेक अङ्गमा पुग्यो। मलाई रिगाटो चले जस्तो भयो र मैले केमिकलको बट्टा अनि टोयलेट सफा गर्ने सम्पूर्ण सामानहरू एक ठाउँ राखेँ अनि जिउलाई कन्ट्रोल गराउन मोबाइल निकालेर हेरेँ। वासरुम गर्न नेपाली सेक्रेटरी दाइ आउनुभयो। उहाँले के छ भाइ भन्नुभयो, तर म पुरै अचेत अवस्थामा पुगिसकेको थिएँ। मैले बोल्न नपाई म वासरुममै ढलेछु। त्यसपछि होस आउँदा एकैचोटि म आबुधाबीको मिडियर हस्पिटलमा रहेछु। मसँग जीवन सर र हामीसँगै काम गर्नुहुने दिदी हुनुहुँदो रहेछ। बिराम भएदेखि मेरो खर्च पनि बढ्यो। महिनाको 300 डिराम 2 वर्षसम्म लगातार औषधि खानुपर्ने भयो र बिरामको रिपोर्ट धेरै सोचेर यस्तो भएको हो भन्यो, यानि कि डिप्रेसन। महिनाको 600 खाना कटाएर अब 300, औषधिको जम्मा 300मा साबुन रिचार्ज, घर खर्च, पैसा खै नबस्ने भयो। मम्मीले चित्त दुखाएको दिन। जन्मदिनु मात्र ठुलो कुरो होइन नि भन्ने कुरा त्यो बेलामा मम्मीको व्यवहारबाट थाहा भयो। महिनाको अन्तिममा सिल्लरी आयो। औषधिको लागि 300 डिराम अलग्गै छुट्याए। अघिल्लो महिनाको खानाको 100 ऋण परेको थिए, त्यो दिए। मसँग मात्र त्यो महिनाको खाना खाने पैसा बचेको थियो। त्यसै बेला मम्मीले पैसाको कुरा गर्नुभयो। मैले धेरै सम्झाएँ मम्मीलाई, म बिरामी छु मम्मी, औषधि खानुपर्छ, अर्को महिना हालिदिन्छु भन्दा मम्मीले मान्नै भएन। अन्त्यमा मैले मम्मीलाई औषधि खानु भनेर राखेको पैसा नै हालिदिएँ। त्यसपछि मलाई थाहा भयो सन्तानभन्दा पनि मेरो मम्मीलाई पैसा ठुलो लाग्ने रहेछ। त्यसपछि परिवारबाट मेरो मन पनि मर्यो, मन टुट्यो। त्यो महिना औषधिको डिटेल नभएको कारण कम्पनीबाट वार्निङ पेपर पनि पाएँ। म पुरै हारिसकेको थिएँ, आफूलाई निकै कमजोर मानिसकेको थिएँ। म जेल किन गएँ? औषधि खाने पैसा नभएपछि म कम्पनीको काम छोडेर बियर बेच्नतर्फ लागेँ। यो युएईको कानुनभन्दा माथिको काम थियो। मजबुर पनि थिएँ। म आधा घन्टा तातो घाममा बियर बोकेर क्याम्पको बाहिर लिएर बेच्न थालेँ। यसरी नै मैले कमाउनु त धेरै कमाएँ। लगभग मैले 1 महिना बेचेँ। कति साथीहरूलाई बियर बेच्दा बेच्दै सिआइडीले पक्रेर लगेको यो आँखाले देखिरहन्थ्यो। म भने बार बचिरहेको थिएँ। सिआइडीले पक्रेको दिन। त्यो दिन मैले गाडीबाट नै 10 कार्टन बियर मगाएँ। मैले बियर बेची पनि सकेको थिएँ। अब नेपाल जाने टिकट काटेर नेपाल जान्छु भनेर रुम जाँदै थिएँ। त्यतिकैमा मेरो काँध छेउको टी सर्ट अनि कम्मर छेउको पेन्ट पक्रियो कसैले। म फर्केर हेरेँ, मलाई सिआइडीले कब्जा गरिसकेको रहेछ। एकैछिनमा गाडी आयो। बियर बेच्ने साथीहरू सबै भागेर भाग हुन थाल्यो। म माथि आकाश नै खसे जस्तो भयो। एकैछिनमा सपना जस्तो लागिरहेको थियो। साथीहरू लेख्दा लेख्दै कपीको पाना अन्त्य भयो। मेरो कहानी अधुरो नै रह्यो। यदि तपाईँहरूलाई अझै सुन्नु मन भए कमेन्ट गर्न सक्नुहुनेछ र तपाईँहरूको पनि यस्तै कहानी भए तल मेरो WhatsApp नम्बर छ, लेखेर फोटो खिचेर पठाउनु होला र मेरो ब्लग च्यानल पनि तल रहेको छ, त्यता पनि जोडिनु होला। हस् त, धन्यवाद।